こんにちは皆さん。面接の時はいつも聞かれている質問は志望動機を教えてください。志望動機भनेको नर्मली भन्नुपर्दा चाहिँ दौसिते कुनै गएको नि हाइरिताई भनेको नै शिवौ दोकी हो हैन। शिवौ दोकी र दौसिते कुनै गएको नि हाइरिताईमा चाहिँ के फरक छ र शिवौ दोकी कसरी तयार पारिन्छ भनेर मैले थोरै यहाँ पेपरमा लेखेर बनाएको छु हैन। म यो देखाउँदै छु, यो अनुसार बुझाइदिन्छु। यसरी नै तपाईले शिवौ दोकी बनाउन सक्नुहुनेछ है। शिवौ दोकी नर्मली भनेको चाहिँ दौसिते कुनै गएको नि हाइरिताई देश, दौसिते कुनै गएको हेराबी मास्ता भनेको नि शिवौ दोकी हो नर्मली भाषामा भन्नुपर्दा हैन। त्यसमा चाहिँ तपाईले लामो प्रोसेसमा भन्नुपर्ने हुन्छ, धेरै एक्सप्लेन गरेर। त्यसमा चाहिँ हाम्रो मेन कुरा हुनु भनेको युमे हुनु पर्यो, त्यसपछि शिक्षाको हुनु पर्यो, त्यसपछि बुम्पो हुनु पर्यो, त्यसपछि गएको नि हाइरिताईको रिजन हुनु पर्यो। जस्तै हाम्रो युमे के हो, खासमा युमे चाहिँ तपाईले पहिला लेख्नुपर्ने हुन्छ। त्यसपछि तपाई जुन गएकोमा जाँदै हुनुहुन्छ, जब तपाईले जे पढ्दै हुनुहुन्छ, जस्तै बिजनेस पढ्दै हुनुहुन्छ भने बिजनेस भित्र तपाईले पढिसकेपछि के चाहिँ त्यहाँको लाइसेन्सहरु झिक्नुपर्ने हुन्छ। सिक्काको भनेको चाहिँ लाइसेन्स हो हैन। जस्तै तपाईले बिजनेस पढ्दै हुनुहुन्छ अनि बिजनेस भित्रको लाइसेन्स चाहिँ तपाईले के झिक्नुपर्ने हुन्छ भन्ने हो। खाइको भने खाइको लाइसेन्स, बिजनेस हो भने बिजनेसको पनि हेरी हुन्छ। त्यो बिजनेस भित्र के को लाइसेन्स झिक्ने भनेर त्यो लेख्नुपर्ने हुन्छ। त्यसपछि त्यो भित्र तपाईले के पढ्दै हुनुहुन्छ, जुन तपाई जुन चाहिँ मनगाको जानुहुन्छ त्यो भित्र तपाईले जस्तै के बिजनेस पढ्नु हो भने के बिजनेस भित्र कुन सब्जेक्टहरु हुन्छ हो त्यो कुराहरुलाई गर्नुपर्ने हुन्छ। अनि दौसिते कुनै गएको नि हाइरिताईको चाहिँ त्यही भएर चाहिँ म यो गएको आउन चाहन्छु भनेर यहाँनिर यसको छुट्टै बुन बनाएर लेख्नुपर्ने हुन्छ। शिवौ दोकी बनाउनका लागि चाहिँ यो सबै कुरा ओगटेको हुनुपर्छ। मैले चाहिँ यहाँनिर 24 मनगाकोको लागि मैले शिवौ दोकी लेख्दाखेरि बनाएको बुन राखेको छु। त्यसमा चाहिँ मैले आफ्नो युमे अनि त्यहाँनिर पढ्नुपर्ने सिकाकोहरु, त्यसपछि अनि त्यो कलेजमा के पढाइ हुन्छ त्यो, अनि त्यही भएर गएकोमा जान चाहन्छु भनेर तयार बनाएको छु। यसैगरी तपाईले पनि कुनै गएकोमा जान लाग्नु भएको छ भने तपाईको युमे लेख्नु, त्यसपछि त्यो गएकोमा पसिसकेपछि तपाईले के चाहिँ तपाईले लाइसेन्स झिक्नुपर्ने हुन्छ, त्यो लाइसेन्सको बारे लेख्नु। त्यसपछि त्यहाँ पढाइ हुने सब्जेक्टको बारे लेख्नु। त्यसपछि दौसिते कुनै गएको नि हाइरिताई लेख्नु होला। यो चाहिँ म चाहिँ मनगाको जानका लागि तयार पारिएको शिवौ दोकी हो। यसैगरी तपाईले पनि बनाउन सक्नुहुन्छ। हस्, थ्यांक यू, बाइ बाइ।